हेलो गाइस वेलकम टु द मर्निङ चाइनाको हिजो मैले होटल टुर गराउनु पाएर हजुरहरू एकदम रोइराख्नु भएको छ होला होइन मै रोथेँ हिजो राति अरूको त के कुराहरूले यहाँ मै रुन लाग्थ्यो हिजो हामी दुईजनाकै हात छ यसमा अनि लिफ्टमा चढ्यौँ दुईजनाले चाहिँ होइन हामीले फोनको चार्ज ल्याउन बिर्स्यौँ के राज घराना अनि पहिला देखाउँछु यो चाहिँ बाहिर एन्ट्रान्स एरिया त्यहाँ लिफ्ट छ डेफिनेसन अफ रियल द रिच वाला एस्थेटिक छ कि मेरो होटलको रुम अनि रुम भर्खर ब्रेकफास्ट खाएर आयो ब्रेकफास्ट गर्ने बेलामा फोन चार्जमा दिएँ त्यही भएर ब्रेकफास्ट खाएको देखाउनु पाएन म कति अगाएँ भनेर होला कति टेन्सन होला तर म पछि अब भोलि देखाउँछु किन हामी 3 days होटलमा बस्छौँ रुम टुर गराउँछु यता लास्टै फोर छ त्यही पनि ए फाइनल्ली यो टिभीको एउटा प्लग रहेछ त्यो प्लगबाट चार्ज गरौँ कि हामीले डाटा केबल ओ माई गॉड यहाँ चाहिँ त्यो CCC भएको पावर ब्याङ्क चाहिँ ल्याउन दिँदो रहेछ कि अनि मैले चाहिँ देखेँ भिडियोहरूमा CCC ल्याएको पावर ब्याङ्क ल्याउन दिँदैन भनेर मैले त्यही सोचेँ अब CCC ल्याएको पावर ब्याङ्क हुन दिँदैन पावर ब्याङ्क फालिदिन्छ भनेर कस्तो दिमागमा सबकन्सियसमा नके भएछ कि भनेको मेरो फोनको चार्जर पनि फालिदिन्छ भनेर चार्जर त मैले राख्दै नराखेँ कस्तो ठुलो गल्ती गरेँ अनि चाहिँ राति आएको त 7% चार्ज थियो उसको फोन अफ भइसकेको थियो अनि आइसकेपछि होटलमा चार्ज गर्न दिएँ अनि यस्तै टिभीको प्लग देखेँ अनि प्लगबाट चार्ज भयो यो चाहिँ एन्ट्रान्स लास्ट राम्रो छ त्यो रोप सोभर भयो होइन यो बाथरुम नर्मल छ बाथरुम चाहिँ नर्मल फोर्न ल्याम टिभी दुईवटा बेड एट्याच गरेको ब्लू कलर लास्ट राम्रो यिनीहरूले फेङ सुई हेरेर पुरा त्यो कलर कोर्डिनेसन यताउति मिलाउँदो रहेछ क्या अनि यस्तो एस्थेटिक ऐना छ एस्थेटिक ऐनामा एस्थेटिक मेरो बुढा अनि त्यसपछि यही रुमको बाहिर बाटा ल साथीहरू आउनु मेरो बाल यस्तो गरेर हिँडेको थिएँ ब्रेकफास्ट खाएर आएँ ब्रेकफास्ट खानु थाल्नु लास्ट राम्रो थियो खानेकुरा पनि लास्ट मिठो थियो है जस्तो एक्सपेक्ट गरेँ त्यस्तै थियो अनि सँगै मिलेर बाल ध्वस्त पारेर आउनु ए त्यसै तक्लु भएको बालाले कर्ली सर्दी गरेर तक्लु भनौँ न होइन डे 2 मा हामी जान्छौँ फर्बिडन सिटी अनि टेम्पल हेभनमा मलाई खासमा रहर चाहिँ मलाई एकदम उस गर्न रहर लाग्छ क्या त्यो चाइनिज ड्रेस लाउनु रहर लाग्छ तर यो चाइनामा त्यो आएको यो टुर दिल्लीबाट आएको मान्छेहरूले चाहिँ खासै चाइनिज ड्रेस लगाएको देखेको छैन कि मलाई थाहा छ त्यो ड्रेस लगाउने चाहिँ आजै नै हो फर्बिडन सिटी के टेम्पलमा तर लाउनु भ्याउँछु कि भ्याउँदैन किन भन्दा तिनीहरूले छोडिदिएर यति टाइम दिएको हुन्छ अनि हामी फर्केर आउनुपर्छ त्यो टाइममा त्यही भएर हेर मैले लाउन मिल्छ कि मिल्दैन कस्तो लाग्यो चाइना एकदम राम्रो कस्तो राम्रो कति राम्रो मान्छे कति राम्रो संसार मलाई चाहिँ चाइनाको सबसे राम्रो चाहिँ मलाई चाहिँ कति राम्रो भयो अरे टोयलेट एकदम राम्रो लाग्यो होइन मलाई जुन ठाउँमा गएर पनि हेर्ने भनेको मैले टोयलेट र बाटो हो कि फेरि जुन ठाउँ भनेको खोइ गएको कोही एउटा इन्डोनेसिया गएको अनि मलाई चाइनाको सबभन्दा राम्रो लाग्यो के लाग्यो हिजो आउँदाखेरि चाहिँ बाटो यस्तो राम्रो बाटो छ होइन पुरै अस्ट्रेलिया जस्तो बाटो छ लास्ट राम्रो छ एसियन कन्ट्रीमा चाहिँ लास्टै राम्रो त्यो हेरिकन चाहिँ प्लस चाइना त भनिहाल्छौँ विश्वकै सबभन्दा शक्तिशाली देश भयो अनि अर्को चाहिँ मलाई टोयलेट लास्ट राम्रो लाग्यो सबै कुराहरू राम्रो टक 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 भइरहेछ अहिलेसम्म चाहिँ है त्यो बालीमा जाने बेलामा चाहिँ कस्तो भएको थियो भन्दा 3rd पर्सनहरू आउने यताउति गर्ने टाइपको थियो अहिलेसम्म त्यस्तो भेट्टै छैन सायद हामी टुरमा भएको भएर होला सबैजनाले मलाई हेरिरहेको ठिकै छ म राम्रो नै छु हेर्ने यस्तै मलाई झ्याउ लागिरहेको छ मलाई यो भाइब चाहिँ म्याच गरेर त्यो त बिहा नगरी सोच्नु पर्दाखेरि चाइनासँग उसको भाइब म्याच गरेको छैन तर मसँग गरेर चाहिँ हजुर एकदम टेन्सन लिनुभएको छ भने Rupen, Sandria, Family 11. कस्तो राम्रो ट्रेन स्टेसन रहेछ यहाँ रेलवे स्टेसन फ्यान्सी तल खिच्नु यहाँबाट ल हामी टाइममा स्क्वायर जान लाग्यौँ टाइममा स्क्वायर ग्रुपसँग जान लाग्छौँ जाने बेला पासपोर्टहरू लिएर जानु पर्दो रहेछ सबै कुरा लाँदा मिल्दो रहेछ खै किन पेन र त्यो पेपर चाहिँ लान मिल्दैन भनेर भन्यो रिजन थाहा छैन अरे ग्रुपमा सानो सानोमा आउँथेँ गोरेहरूको बस अहिले त्यही गोरेहरूको बसमा हिँडिरहेको छु खासै रमाइलो त लाग्यो यस्तो लाएर हिँड्ने रे अब के गर्नु हल्ले हल्ले गरेर के सुन्ने होइन यार यसै मेरो बुढाले कुरा सुन्दैन त्यसमा इयरफोन लगाइदिएर बेजिङ एकदम क्राउडेड भएर चाहिँ मन्डे टु फ्राइडे इभन नम्बर अड नम्बर मात्र हुन्छ अरे अनि सबभन्दा गाह्रो चाहिँ नम्बर प्लेट पाउनु चाहिँ एकदमै गाह्रो छ अरे क्या 1 मिलियन मान्छेहरू वेटिङमा छ अरे नम्बर प्लेट पाउन किनभने एकदम पपुलेटेड भएर नम्बर प्लेटै दिँदैन अरे क्या बेजिङमा चाहिँ हेर न एकचोटि गाडीको नम्बरहरू कस्तो कस्तो कुन नम्बरको रहेछ अहिले चाहिँ यो स्कुटरले नि त गाडी ल्यान्ड गरेको भएर लाइनमा चाहिँ बस्नु परेन हामी यत्रो ठुलो लाइन चाहिँ हेर्नु
लाइन युज लाइन यस्तो बिजी छ होइन भर्खर के भन्छ भनेर हामी एकदम लकी रे आज बिजी छैन भन्छ भनेर हेर्नु बिजी कति छ यहाँ बिजी गाइस हामी टियानमेन स्क्वायर आयौँ त्यो भनेको गेट अफ हेभन रहेछ त्यसको मिनिङ अनि यो चाइनामा चाहिँ फेङ सुई चाहिँ एकदम फलो गर्दो रहेछ क्या त फेङ सुई मैले पढेको थिएँ कि अनि पढ्ने बेलामा यहाँको जो मान्छे बसेको छ नि त्यो बस्ने बेलामा चाहिँ त्यसलाई चाहिँ 8341 नम्बर युज गर अनि एकदम राम्रो हुन्छ तेरो भनेको छ न त्यसले ट्रस्ट मात्र गर्छ मिनिङ चाहिँ थाहा थिएन अरे क्या अनि लास्टमा त्यो बित्यो अरे होइन उसको सेक्युरिटी कोड चाहिँ त्यो राख्यो अरे 8341 लास्टमा त मरिसकेपछि हेर्दाखेरि चाइनिज मान्छेहरूले चाहिँ 83 इयर्समा त्यो मरेको अनि 41 इयर्स चाहिँ पावरमा रुल गरेको रहेछ कि अनि यस्तो स्ट्रङ मिनिङ भएर चाहिँ अनि चाइनामा चाहिँ जे कुरामा नि फेङ सुई फलो गर्छ कि हाम्रो होटलको नम्बरमा पनि जाने 888 लेखेको हुन्छ कि स्ट्रङ पावर मनी भनेर 8 नम्बर बिलिभ गर्ने भएर जस राम्रो रहेछ एकदम कल्चरली रिच अनि एकदम कुराहरू एक्सप्लेन गर्ने कि यो किन गराएको यो किन भएन भनेर यो फर्बिडन सिटीमा चाहिँ यति धेरै रुमहरू रहेछ कि लगभग 900 रुम अनि त्यो रुमहरूमा यतातिरको एरियाहरूमा चाहिँ मान्छेहरू आउन दिन्थेन अरे कि मलाई रङ भएको भन्नु मलाई थाहा छैन मलाई जुन मेरो टुर गाइडले भनिरहेको छ त्यो भनेर अनि त्यही भएर ठाउँको नाम चाहिँ फर्बिडन सिटी राखेको रहेछ राम्रो वेदर छ सबै राम्रो छ त्यस्तो धेरै भिड पनि होइन भन्छ तर नर्मल भिडहरू नै यहाँ कस्तो मान्छेहरू यति छ होइन अनि मान्छेले भन्छ के अरे टुर गाइडले भन्छ कि यो भिड होइन आज एकदम क्वाइट डे अरे क्या यति भिडमा चाइनाको साइवानको बिल्डिङ भएकोलाई बिल्डिङ आयो है जो पनि प्रधानमन्त्रीहरू आउँछ नि प्रधानमन्त्रीहरू आएर चाहिँ यही ठाउँमा बस्छ अरे अनि स्टुडेन्ट प्रोटेस्ट पनि यही ठाउँमा भएको रहेछ टाइममा स्क्वायरको वेस्टर्न साइडतिर अब इस्टर्न साइडमा चाहिँ यो इस्टर्न साइडको अनि यो चाहिँ इस्टर्न साइडको एउटा तिमीलाई कस्तो लाग्यो त्यो टाइममेन्ट स्क्वायर र फर्बिडन सिटी ठिकै लाग्यो सधैँ सानैदेखि जुन बिल्डिङ भिडियोमा देखिन्थ्यो हो र यो बिल्डिङहरू ए प्रेसिडेन्टहरू हाम्रो लास्ट टाइम अस्ट्रेलियाबाट आउँदा ए हो अस्ट्रेलियाबाट आउँदा पनि त्यहाँ जुन त मैले पैसावाला देखाएको थिएँ नि त्यहाँ नै आएको रहेछ अनि जस मान्छेलाई यो ठाउँमा ल्याएर त्यहाँ राख्नु भनेको चाहिँ एउटा साइन अफ रेस्पेक्ट पनि हो रहेछ कति रेट गर्छौ टाइममेन्ट स्क्वायर र फर्बिडन सिटीलाई रेट गर्नु त मिल्दैन एकदम रिच इन हिस्ट्री छ अनि किन म्याच भएन तिम्रो हिस्ट्री सुन ओ माई गड मम्मीको याद थियो मलाई सोल्डरहरू फेरि स्ट्याचु भएको बेलामा भी सेपमा स्ट्याचु हुँदो रहेछ हाइट पनि एउटै फोटो त पाइँदैन अरे तर उनीहरू मुभ भएको भएर हिँडेको भएर चाहिँ खिच्न पाउँछ भनेर टुर गाइडले हामीले फोटो खिच्छ है प्लस युनिक छ जता गयो त्यतै सोल्डर जता गयो त्यतै सोल्डर जता गयो त्यतै क्यामेरा घर आँखालाई चाहिँ के पो गरेको छ मैले केही ल्याएको छु कि के भइरहेको छ कि जस्तो लाग्यो धेरै पछि स्क्वाटिङ टोयलेटमा टोयलेट गरेर आयो नेपालबाट दुईवटा टोयलेट हुँदो रहेछ स्क्वाट पनि एउटा वेस्टर्नवाला पनि वेस्टर्नवालामा चाहिँ लाइन थियो स्क्वाटवाला गऱ्यो यो हो फर्बिडन सिटी यो बिल्डिङ 600 इयर्स ओल्डको बिल्डिङ हो भन्छ बेजिङ चाहिँ पहिला क्यापिटल सिटी थिएन अरे कि यहाँ मिङ डाइनेस्टीमा राजा देखेर बेजिङलाई चाहिँ डेभलप गर्नुपर्छ भनेर पछि बेजिङलाई क्यापिटल सिटी गराएको रहेछ पहिला चाहिँ सेङ्गाईको कुन ठाउँमा रहेछ क्या क्यापिटल सिटी अनि यो फर्बिडन सिटी बिल्ड गर्न त्यो गेटहरू हामीहरूको बिल्डिङहरू चाहिँ 600 इयर्स ओल्ड रहेछ चाइनाको सोल्डरहरू हिँड्न त किन पाइन्छ नि हो फर्बिडन सिटीको गेट नम्बर 2 9000 वाला रुम थियो अरे त्यो चाहिँ फेरि गेट नम्बर 2 मात्र हो कि अझै गेट छ अरे कि अहिले यत्रो हिँड्दा थका लागिसक्यो यत्रो ठुलो छ यत्रो बिग बिल्डिङ छ रोक्ने देखाउँछ देख्नुहोस् यसको लेन्थ एउटा साइड हो यो अर्को साइड 2 मा मात्र यो नि थके लगाएर हिँड्दा राजा कसरी हिँड्थ्यो लास्ट एक्सर्साइज गरेर चाहिँ राजालाई भित्र जो यो ड्रेस लगाउने ठाउँ चाहिँ यतातिर रहेछ क्या पछाडि भित्रतिर गेट नम्बर 2 मा तर यो ड्रेस लगाएर टाइममेन्ट स्क्वायरहरू जान मिल्दो रहेछ त्यही भएर मैले कोही नदेखेको रहेछ र भित्र हेर न मलाई यस्तो लाउनु मन लाग्थ्यो क्या हामी फर्बिडन सिटीभित्र आयौँ मेनवाला होइन यो फर्बिडन सिटी यति ठुलो छ कि होइन एउटा रुम 100 एउटा रुम सबै घुम्ने हो भने 25 वर्ष लाग्छ अरे क्या घुम्नको लागि त्यति ठुलो छ अरे अनि उमानहरू भित्र छिर्यौँ होइन फेरि अर्को छ क्या हेर्नु न यहाँ लार्जेस्ट स्क्वायर मलाई हेर्नु न दुईवटा चस्मा एउटा आँखाको लागि एउटा तस्बिर हजुरहरूको लागि बेलुका माया नै गर्छ है भिडियोमा नबोल्यो नि होला
यहाँ लायनले तल यो बल समातेको भएर चाहिँ पावर भएर यता लाइन यता चाहिँ बच्चा समातेको भएर फिमेल नेपालको नारायण प्यालेस जस्तै एम्पेरलको रहेछ अनि एम्पेरल चाहिँ सानो मरेर अनि बितिसकेपछि चाहिँ उसको छोरा र आमा मिलेर गर्दो रहेछ क्या अनि त्यो बेलामा केटी र केटा बोल्न नदिने भएर आमा र छोराको बिचमा ब्याम्बोको बार लगाएर बल्ल बोल्थ्यो अरे कि हेरामै त के छ उयो येल्लो कलरको ब्याम्बोको बारबाट छुट्याएर आमा छोरा कुरा गरेर ए अगाडि छोरा पछाडि आमा बसेर डिसिजन लिँदो रहेछ कति वर्ष चलायो अरे 40-45 इयर्स हो क्या यहाँ चाहिँ अब को रानीलाई चुज गर्ने भनेर सुरुको रानी चाहिँ सधैँ पोलिटिकली डिसाइड गरिदिन्छ अरे फर्स्ट सेकेन्ड थर्डको मात्र उसले मन पराएको केटी हुन्छ अरे क्या भगवान् जाने केटीलाई हेपेर जता गयो जुन बाटो गएर त्यो फुले फुल्छ मर्छ बाँच्छ के हो कसरी पालिरहने यार आफ्नो घरको इन्डोर प्लान्ट त एक दिन पनि टिक्दैन को साइडमा टेक्नोलोजीको साइडमा छ होइन अब घडी पनि हेर्न लाग्यो के किनेर भयो भन त के किन्यो के भइरहेको छ थाहा छैन मलाई हिज लाइक गेट डाउन हामी किनेर आयो फोन यहाँबाट के किनेको इयरफोन किने यस्तो आएर हेर्नु कति पऱ्यो यसलाई It's 300, that means $60 होइन हामी चाहिँ यहाँ बेजिङ सिटीमा छौँ है यहाँ के छ कस्तो राम्रो छ यार बेजिङ उहाँको सिटी भए चाहिँ लास्ट टाइम लाग्यो मेलबोर्न जस्तो अलि भयो होइन टक्क तर यो टुरिस्टिक एरिया भएर लास्ट रमाइलो छ यार ठुलो बिल्डिङ पनि मजा आयो अनि भाइ पनि छ नि कति भाइब्रेन्ट के भाइब्रेन्ट भएर मन पऱ्यो मलाई त सबसे धेरै हामीले खानेकुरा हेरेर छौँ यहाँ कस्तो राम्रो छ यहाँनिर सबै कुराहरू छ कि यहाँ मेन भाइब्रेन्ट टुरिस्टिक एरियावाला भएर होला नि त मेन सिटी जागा फिला सबै रहेछ यहाँ गाई बिक्री हेर न यो डमी हो अरे कहाँबाट कुन एङ्गलबाट डमी देखिन्छ हेर्नु न कुन एङ्गलबाट देखिँदा कि रुक्ने म ब्याकबाट देखाउँछु कति रियल हो यहाँबाट चाहिँ सिटी पुरै खाली हिँड्न मात्र मिल्ने त्यहाँबाट ब्लकै गर्दो रहेछ कि बेसिक स्ट्रिट यहाँबाट ब्लक गर्दैछ ओन्ली पेडेस्ट्रियन क्यान वक राम्रो है मेन ठाउँहरू छ कि फेरि यहाँ लुई भिटन जागाहरू कस्तो मिठो रहेछ है फुड करेक्ट डिनर खायो यस्तो मिठो हल्का खायो अलरेडी खायो थ्याङ्क यू एकछिन कपाल भर्खर खाएर आएको अनि नुडल्स खायौँ कस्तो राम्रो छ स्ट्रिट पनि